मलाई इच्छा छैन यहाँ कसैको लागि स्टन्टबाजी गर्नलाई, आफ्नो देशको सेवा गर्न आएको। म यो सम्मानित सदनलाई सभामुख मार्फत सोध्न चाहन्छु, कतिजना हुनुहुन्थ्यो हिजो त्यो हस्पिटलमा तपाईँहरू? जतिजनालाई घाँटी चिचार गराउनु भइरहेछ यहाँको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन, त्यो मुखले बोलेको 50औं वर्ष भइसक्यो। हातमा पानी राखेर यसरी यसरी गर्दै बिस्तारै हिँड्दै हिँड्दै हामी यहाँसम्म आएको, पोखलाकी देश दुर्घटनामा जाला कि भनेर। त्यसलाई तपाईँले स्टन्टबाजी भनेर भन्नुहुन्छ। सरकार कसरी सञ्चालन हुन्छ भनेर तपाईँलाई म सिकाउन चाहन्छु। ट्राफिकले व्हिल लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हिल लक लगाएको छ, नगर प्रहरीले लगाएको छ। म विपक्ष दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ? यो प्रदेश सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ? दुई तहको सरकार त तपाईँहरूसँग छ। यो नियम कानुन हामीले बनाएको, तपाईँहरूले बनाएको, तपाईँले कार्यान्वयन गर्नु नसकेर हामीले कार्यान्वयन गरेर हामीले देखाएको। गाह्रो हुन्छ कहिले कहिले तपाईँको यसरी हेर्दाखेरि के आफ्नो देश राम्रो होला भनेर हामीहरू सबै युवाहरू एउटा आशाले लडेका थियौँ र आज आएर विपक्ष दलका साथीहरू, जतिजना मित्रहरू हुनुहुन्छ, जतिजना राजनीतिज्ञहरू हुनुहुन्छ, देश चलाएर 50औं वर्ष राज गरेका माननीयज्यूहरूबाट हामीले सिक्नुपर्नेमा आज हामीले यस्तो कुरा देख्नु पाइरहेछौँ। हामीले तपाईँहरूबाट सिक्नुपर्ने होइन र? तपाईँहरूको गल्तीले हामीले सिक्नुपर्ने होइन र? हामी अगाडि बढ्नुपर्ने होइन र? यो देश त तपाईँको पनि हो, हाम्रो बहुमतको सरकार होला, तर यो देश तपाईँको पनि हो। तपाईँलाई पनि जनताले जिताएरै पठाएको। म यत्तिकै यो आँसु झरेँ किनभने आफूले अथाक प्रयास गर्दा गर्दा पनि नहुँदाखेरि त्यो चित्तै नबुझ्ने रहेछ। हिजो राति तपाईँ हेर्नु होला, त्यहाँ रातभरि नेपाल प्रहरी, ट्राफिक प्रहरीहरू बाटोभरि उभिएर बसेका थियो। उहाँहरू VVIP सेक्युरिटी दिएर कसको लागि? गणेश नेपालीको सेफ ट्रान्सफर एयरपोर्टको लागि। रातभरि सुतेका छैनन् उहाँहरू पनि आफ्नो नागरिकको रक्षा गर्नको लागि, व्यवस्था गर्नको लागि। सबै स्पेसलिस्टहरू बोलायौँ, सबैजना राख्यौँ। पैसाको तपाईँ टेन्सन नलिनु, सरकारले जति खर्च गर्नुपर्छ खर्च गर्छ, आफ्नो नागरिकलाई बचाउनको लागि गर्छ, किन नगर्ने? पहिला त्यही VIPलाई मात्रै सेक्युरिटी दिन्छ भने आज नागरिकलाई सेक्युरिटी दिनको लागि हरेक बाटोको कुना काप्चामा बसेको थियो। त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाकोबाट चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई। डक्टरसँग कन्सल्ट गर्नु पर्यो, कुरा गर्नु पर्यो। डक्टरहरू हामीले उता इन्डियन साइडलाई पनि हामीले पर्मिसन लिनु पर्यो। राति परिसकेको थियो, पर्मिसन लिन परराष्ट्रलाई हामी परराष्ट्र मन्त्री उठ्नुभयो, परराष्ट्र सचिव उठ्नुभयो, इन्डियन एम्बेसीसँग कोअर्डिनेसन गर्नुभयो। इन्डियन एम्बेसीसँग कोअर्डिनेसन गरेपछि उताको एम्सको टिमलाई रेडी गर्नु पर्यो। उतापट्टि आउँदाखेरि फेरि यताबाट एयरप्लेनले हाम्रो एयर एम्बुलेन्स स्ट्यान्ड बाईमा राख्यौँ हामीले। म आफै गएर त्यहाँ निरीक्षण गरेँ, किनभने हाम्रो डोमेस्टिक एयरपोर्ट जाने बाटोमा चाहिँ तपाईँको त्यो पिच भएको छैन। त्यो गल्ती हामीले लिनुपर्ने, पिच नभएको। त्यतिखेर हाम्रो गणेश नेपाली त्यही एम्बुलेन्समा जाँदाखेरि हल्लिएर केही होला कि भनेर डर लागेर मैले राति नै एयरपोर्टमा गएर 10 नम्बर बेमा लिएर आउनुपर्छ तपाईँहरूले, यतापट्टि सजिलो हुन्छ भनेर हामीले भनेर आएको छौँ। र राति एयरपोर्टमा आफै गएको। त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाकोबाट चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई।